उपस्थित साथीहरु आज हामी यस्तो क्षणमा छौं जुन दिन आज हामीले कार्यक्रम गर्यौ त्यो दिन चाहिँ वास्तवमा चाहिँ आगो ताप्ने कार्यक्रम आयोजन गर्नुपर्ने रहेछ तर खासमा स्वागत कार्यक्रम होइन आज यसकारण अलिकति मौसमले हामीलाई अलिकति केही धोका दिएको छ तथापि यस मौसमको बावजुद पनि तपाईहरु यस कार्यक्रममा उपस्थित भइदिनु भएकोमा तपाईहरु सम्पूर्णलाई कार्यक्रम आयोजक सभापतिको तर्फबाट हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु र तपाईहरु यस क्याम्पसमा स्नातक तह वर्षमा अध्ययन गर्न उपस्थित हुनुभएको छ म यहाँलाई सर्वप्रथम के शुभकामना व्यक्त गर्न चाहन्छु भने तपाईहरुले अब 3 वर्षदेखि 4 वर्ष यस क्याम्पसमा बिताउँदै हुनुहुन्छ यसकारणले म तपाईहरु सबैजनालाई हृदयबाट शुभकामना दिन चाहन्छु तपाईहरु सबैजना एकैपटकमा पास हुन सक्नुहोस् तपाईहरुको शैक्षिक प्रगति एकदमै राम्रो होस् त्यो बीचमा तपाईहरुसँग भएका समस्या तथा बाधाहरुको बीचमा र तपाईहरुलाई कुनै पनि कुराहरुको समस्या आइलाग्ने गर्दा यस क्याम्पसमा रहेको तपाईहरुले लिड गर्ने स्वतन्त्र विद्यार्थी युनियन यस क्याम्पसमा रहेको छ र तपाईहरुको सुख दुःखमा हामी सँगै भएको जानकारी गराउन चाहन्छु र उपस्थित विद्यार्थी साथीहरु म तपाईहरुलाई विशेष रूपमा के जानकारी गराउन चाहन्छु भने आज लेटेन क्याम्पसमा अध्ययन गर्नुपर्ने विद्यार्थीहरुले सम्झिनुहोस् यस्तो जाडोमा सुकुना बहुमुखी क्याम्पस एक्जाम लेख्न जाँदै गर्दा तपाईहरुलाई कति पीडा हुन्छ त्यो पीडा मैले बुझेको छु किनकि म विद्यार्थी नेतृत्व गरिरहेको छु यसकारणले तपाईहरुसँग म विशेष रूपमा के जानकारी गराउन चाहन्छु भने आज हामीमा लेटेन क्याम्पस सञ्चालक समितिका अध्यक्ष उपस्थित हुनुहुन्न तथापि म तपाईहरुलाई जानकारी गराउन चाहन्छु लेटेन क्याम्पसको एक्जाम लेटेन क्याम्पसमै ल्याउनको लागि हामी भरपूर रूपमा लागिरहेको पनि यहाँहरुसँग जानकारी गराउन चाहन्छु त्यो बीचमा हामीले 2-3 वटा बैठक सम्पन्न गरेका छौं र अझै हामी बस्ने क्रममा छौं यसकारणले लेटेन क्याम्पसको एक्जामलाई लेटेन क्याम्पसमै गर्न सक्यो भने तपाईहरुलाई धेरै राहत हुन्छ भन्ने हाम्रो विश्वास रहेको छ र अर्को कुरा भनेको तपाईहरु बीचमा रहेका कुराहरु भनेको स्कलरशिपका कुराहरु छन् जुन चाहिँ विश्वविद्यालय अनुदान आयोगले सदैव वर्ष चलाउँछ जुन अहिले क्याम्पसमा उज्यूले पनि विषयमा भन्नुहुन्छ विश्वविद्यालय अनुदान आयोगले वार्षिक रूपमा छात्रवृत्ति खुलाउँछ र छात्रवृत्ति भर्ने काममा हामी तपाईहरुलाई सहजीकरण गर्न चाहन्छौं प्लिज त्यो छात्रवृत्ति तपाईहरु सबैजनाले भर्नुपर्छ भन्ने मेरो आग्रह छ र तपाईहरु रेगुलर पास हुन सक्नुभयो भने लेटेन क्याम्पसमा तपाईहरु स्कलरशिपले नै पढ्न सक्नुहुन्छ भन्ने हाम्रो विश्वास छ यसकारणले तपाईहरुलाई पुनः यस कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु म लामो बोल्ने चाहना पनि छैन तथापि तपाईहरुलाई यस कार्यक्रममा पुनः भेट भइहाल्छ हैन पुनः स्वागत गर्दै र आजको यस विशेष परिस्थितिमा तपाईहरु यस कार्यक्रममा उपस्थित भइदिनुभयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै यस लेटेन क्याम्पसमा पुनः हार्दिक स्वागत व्यक्त गर्दै म यस मञ्चबाट बिदा हुन चाहन्छु धन्यवाद नमस्कार